हजुरहरूलाई चाहिँ के कस्तो चल्दैछ हजुरहरूको लाइफ चाहिँ मेरो चाहिँ यही चलेको बिहान उठ गेम खेल्न जाऊ ठ्याक्क खाना बनाऊ खाना खाऊ भाँडा माझ सो गाइज हामी बाइक चाहिँ बनिसक्यो अब हेलो माई युट्युब फ्यामिली आई होप सबैजना सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु एन्ड गुड मर्निङ सबैजनालाई के गर्दै हुनुहुन्छ कसो गर्दै हुनुहुन्छ सबै सन्चै हुनुहुन्छ होला गाइज र म चाहिँ शनिबार उठ्दाखेरि 8 बजेको छ बोकालाई दाना हाल्नु जान लागेको छु दिदीले काम गर्दैछ मम्मीले पसला लाउनु भएको छ हेर्नु बाख्रा दुईटा बाख्रा एउटा बोको छ गाइज गुड मर्निङ भनिसक्यो हजुरहरूलाई आज चाहिँ हेर्नुहुन्छ मेरो लुमीलाई लुमी यहाँको माहौल हेर्नु गाइज कतिको छ पुरै ढुँडी नै ढुँडी लागेको छ गाइज 2-4 दिन भ्लग आएन किनकि म चाहिँ नेपालगञ्जतिर थिएँ दिदीको रुममा बसेको कोलपुर नेपालगञ्ज लाइसेन्स बनाउनु गएको थिएँ अनि बाइकको लाइसेन्स अब चाहियो नि अब बाइकको लाइसेन्स भएको कारणले बाइक अनुसार लाइसेन्स भयो लाइसेन्स ल्याउनु बाँकी छ सोमबार मङ्गलबारतिर बोलाएको लाइसेन्स ल्याउनु जानु पर्ला र बाइक चाहिँ बिग्रेको छ अनि वहाँदेखि अन्सार कोलपुरदेखि आउँदाखेरि देउरालीदेखि बाइक बिग्रेर अन्सार बल्ल अन्सार यहाँ चिप्लेसम्म लिएर चिप्ले यहाँ छिन्चुमा लिएर चिप्ले आउँदाखेरि अन्सार बाइक आँखाबाट बन्द भयो बाइक बन्द भएर ग्यारेजको मान्छेलाई बोलाएर जडेर बाइक राखेको छु बाइक अन्सार अस्ति बेलुका लगाएर राखेको अन्सार हिजो पनि गएन बाइक भएको थिएन त्यही कारण आज जानु पर्ला भनेको फोन गर्छु पहिला भर्छ किन बाइक अनि के छ कस्तो अनि त्यसपछि चाहिँ जान्छु र अब चाहिँ मम्मीलाई पानी चलाएर दिन लागेको छु दिदीलाई चिया बनाएर दिन लाग्छु अब अरू अगाडिको केही यताउता अनुसार हजुरलाई देखाउँछु ल यति भन्दै हस् फ्यामिली मैले चाहिँ चिया बनाएर दिइसकेको छु दिदी चाहिँ अब दाँत बाँध्न लागेको छ क्रिकेट टेन्डलमा त्यसपछि दिदीले दाँत बनाएर बेलुका आउँछ कहिले आउँछ दिदीको फर्म भर्ने भन्न फर्मसम्म भर्ने काम छ गरे दिदीलाई मैले चिया पनि देखियो त्यो मम्मीको त्यहाँ पानी खानुभयो चिया खानु लाग्नुभयो ल हुन्छ र गाइज अब चाहिँ म पनि हल्का नास्ता खाइदिनु पऱ्यो नास्ता खान्छु नास्ता खाएर अन्सार खानसाना बनाउने काम छ दिदी छैन दिदी नभएपछि अब मम्मीले खाना बनाउने मम्मीले अब सायद बनाउनु नहोला मम्मी घाँस काट जाने गऱ्यो म खानसाना बनाएर अन्सार उहाँ जड जानु छ अनि अब जड जाने बेला अब खानसाना बन्द बेला भेटौँ है तल गाइज फ्यामिली अहिले चाहिँ म खाना बनाउनु लागिरहेको छु र मम्मी चाहिँ बन्द जानुभयो घाँस काट्नको लागि बाख्राको लागि घाँस थिएन त्यही कारणले दिदी चाहिँ सुर्खेत गएको छु डेन्टलमा र अब चाहिँ म खाना बनाउनु लागेको छु हेर्नु दाल पाक्दैछ यहाँ अर्को बिरालु कुकुर अर्को बिरालु त्यहाँ छु गाइस एक्लै छु आज एक्लै छु अहिलेसम्म पनि यहाँ घाम लागेको छैन 9, 9:30, 10 बज्न लाग्यो अहिलेसम्म घाम लागेको छैन गाइस सबैजनाले मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला है गाइज युट्युब च्यानललाई अगाडि बढाइदिनु नबिर्सनु अनुरोध गर्दछु र यति भन्दै अब एकछिनपछि भेटौँला है त सो फ्यामिली अहिले चाहिँ दाल पनि पाक्यो भात पनि पाक्यो अनि उस गोलबेडा पोलेको छु अब अचार कुट्नु हेर्नु कुडो पाक्दैछ बाख्रालाई स्लिम जम बाख्रा भाँडा माझ्नु छ अलिअलि घरमा कोही पनि हुन्न दिदी डेन्टल जानुभएको छ त्यही कारणले चाहिँ सबै काम यताउता हेर्नुपर्छ कपडा सुकाउनु छ अनि अहिले जडे जानु छ भात सबै रेडी भइसकेको छ अब अचार कुट्छु त्यसपछि चाहिँ भाँडा माझ्छु भाँडा माझिसकेपछि
दिदी डेन्टल पुगेको अरे डेन्टल पुगेपछि चाहिँ दाँत बाँध्छ उसले दाँत कस्छ बाँध्छ अरे कस्ने हो अब मम्मी दाउरा घाँस जानुभएको छ कति बेला आउनुहुन्छ थाहै छैन मम्मीले चाहिँ धौ भएपछि ल्याउन आइसक्नु त्यही बेला ल्याउनु जानुपर्छ र सो फ्यामिली म चाहिँ अहिले खानसाना खाइसकेको छु र अब खानसाना खाएको छु र भाँडा माझ्नु पऱ्यो एकछिनपछि मम्मी घुम्न जाने भन्नुभयो म पनि जड जाने काम छ दिदी आइसक्नु म घुम्न जानको लागि दिदी त हाई भन्दैन दिदी हेर्नु भाउजू खानसाना खाएर उहाँ पनि सुत्केतलाई तेल लगाउन जानु भयो मेरो एडिटर भाइ आएर बिरालोसँग खेलिरहेको छ लगाइ यति भन्दै अब चाहिँ म बिजी हुन्छु र जडे जाने बेला हजुरलाई देखाउने छु सो फ्यामिली अहिले चाहिँ म घर सब काम भ्याएर जडे जाँदैछु बाइक ल्याउनको लागि र घरमा खाना खायौँ खानसाना खाएर अनुसार मम्मी घुम्न जाने भन्नुभयो साथीहरूसँग गाउँको अनुसार भाउजूहरू यताउतासँग घुम्न जाने जस्तो कुरा गर्नुभयो पछि मैले भने कि खाना सत्तिनु म भाँडासाँडा मात्र सबै काम भ्याएर जान्छु भनेर मैले चाहिँ सबै काम भ्याएर आएको छु अहिले चाहिँ म शिवलय मन्दिर आइपुगेँ हेर्नुहोस् शिवलय मन्दिर यहाँको रोड हेर्नु सक्नुहुन्छ कस्तो छ ब्याक साइड भ्यू र गाइज म चाहिँ एडिटर भाइलाई लगेर जान लाग्छु भागु चाहिँ तल छ आफ्नो घर उसलाई उ गरेर लगेर जड जान्छु त्यसपछि अब जडे नै अब अटोमा जाने के अटोमा भिडियो बनाउन सकिन्न अनि वहीँ गएर भेटौँ ल है थकाइ छ सो गाइज हामी बाइक चाहिँ बनिसक्यो अब चेन ओइल हाल्दैछौँ होइन यता हुनुहुन्छ हाम्रो यो ग्यारेज जरेको ग्यारेज अब चेन ओइल हाल्दैछ के भन्नु छ एकदम गुड कस्तो लाग्यो सर्भिसिङ हाम्रो राजा दाइ हाल्ने मान्छे सबै सर्भिसिङ गरेको मान्छे होइन यहाँको हेड मिस्त्री ल अब चाहिँ हामी जान्छौँ होइन सो गाइज अहिले चाहिँ हामी यता नास्ता खान आएको छौँ जरे पार्कमा भाइरल पार्क हेर्न सक्नुहुन्छ तर हामी मान्छे नै छैन नि यहाँ किन होला दाइ कन्फ्युज बनाएर हाम्रो मान्छे नै छैन नि हाम्रो पर जरे पुल हेर्न सक्नुहुन्छ अब देखान्छ हाम्रो बस्ने ठाउँ हेर्न सक्नुहुन्छ हामी तल रहेको छ गङ्गा भेरी हेर्नु कति निलो छ नि पानी त्यो जरे पुल हामी हेर्न सक्नुहुन्छ कटेजहरू सानसाना हामी बस्ने चाहिँ यहाँ हो यहाँ बस्ने गाइज हामी चाहिँ अब बाइक चाहिँ निकालेर नास्ता खान आएको छौँ र यहाँको एकदम बस्ने ठाउँ चाहिँ एकदम राम्रो छ हेर्न सक्नुहुन्छ यो होटलमा सबै आउनुलाई यताको हुनुहुन्छ निर्माण भइरहेको छ होटलको लागि हेर्न सक्नुहुन्छ गाइज बस्नुको लागि कटेज दामी छ अनि यहाँ चाहिँ नाइटमा बस्दा पनि ठिक हुन्छ 9-10 बजीसम्म खुल्लै हुन्छ एडिटर भाइ पुरै चेस जुस पिलादो मौसमीका जुस खाइरहेको छ गाइज अब चाहिँ यहाँबाट गएर यो नास्ता खाएर अनि घर जानुपर्ने हुन्छ घर गएर अनि गेम खेल्न जानुपर्ने हुन्छ आज गई हुन्छ कि उन्नति पनि थाहा छैन अनि गई भए पनि देखाउँछु गई भएन पनि त्यस्तै छ ठिकै छ हजुर गाइज यति भन्दै अब चाहिँ हामी घर जानु बेला घर गएर भेटौँला फ्यामिली म चाहिँ घर आएर पनि घरबाट आएँ जडबाट आएर अनि घर बसेर अनि त्यहाँ बाबासँग कुरा गर्न लागेको थिएँ एकछिन त्यही कारण चाहिँ हल्का ढिलो भयो र गेम खेल्न जानु ढिलो भएको थियो तर हजुरलाई म घर आएको पनि देखाउन सक्थेँ ढिलो भएको कारणले म चाहिँ गेम खेल्न जान लागेको छु र राते खोला चोकमा आएको छु गाइज हेर्न सक्नुहुन्छ यो छ यहाँको वातावरण एडिटर भाइ यस्तो छ गाइज अनि हजुरहरूलाई चाहिँ के कस्तो चल्दैछ हजुरहरूको लाइफ चाहिँ मेरो चाहिँ यही चलेको बिहान उठ गेम खेल्न जाऊ ठ्याक्क खाना बनाऊ खाना खाऊ भाँडा माझ फेरि बेलुका जाऊ गेम खेलाउन आज मात्रै बिहान थिएन आज बेलुका मात्र थियो अनि अहिले चाहिँ आज मात्रै हुन्छ बेलुका किन शनिबार बेलुकामा र अरू बार चाहिँ
आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबारसम्म चाहिँ बिहानै हुन्छ गाइस। यति भन्दै हजुरहरूलाई यहीँ भन्न चाहेछु, अब उता गएर देखाउने छु। हस् यति भन्दै बाई। त्यो फ्यामिली हामी चाहिँ बिउरे आइपुगेछौँ गेम खेलाउन। हेर्नु तजुरहरू बाइक गइसकेको छ, केटाहरू छन्। यति भन्दै अब हजुरहरूसँग अहिले चाहिँ म गेम खेल्न गएको थिएँ, गेम चाहिँ हुन्न भन्ने कारणले चाहिँ अहिले आएको छु। हेर्नु साथी, ओ माइकल हो यहाँ मेरो बहिनीलाई हेर्नु, मेरो साथी धोकाउनु पर्दैन यार। बेहोरे उता तल बेहोरे यहाँ माथि खारपानी बिचमा स्याउली बजार। साथी कहाँ लाग्छ? म घर जानु लागेको बल्छीले लागेको। ए ल यति भन्दै गाइज अब चाहिँ घर गएर भेट्नु। गाइज म चाहिँ फाइनली घर आइसकेको छु र देख्न सक्नुहुन्छ अनि मेरो आमा मेरो छोरो हो, अनि बहिनी ऊ त्यो छोरी र मेरो भाइ एडिटर। अर्को ऊ गेम खेल्न आएको छ, तर गेम भ्याएर म आइसकेँ त थाहा छैन। त म घर आइसकेँ र गाइज यति भन्दै यो भ्लग इन गर्न चाहन्छु। र लास्ट सबैजना के भन्न चाहन्छु भने चाहिँ लाइक सब्सक्राइब सेयर सबैले नबिर्सी गरिदिनु होला। हस् यति भन्दै बाई एन्ड टेक केयर।